हेलो साथीहरू, आई होप कि तपाईँहरू सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। आज धेरै दिनपछि मैले एउटा सानो मिनी भ्लग बनाएको छु। त्यही हजुरहरूलाई कस्तो लाग्छ लास्टमा गएर कमेन्ट गरिदिनु है। खासमा कुरा त केही होइन हैन, यत्तिकै अब एकछिनमा पसल बन्द गर्नुपर्छ, त्यसपछि रुममा जानुपर्छ, खाना पकाएर खानुपर्छ। त्यो सबै कुराहरू म आज हजुरलाई देखाउँछु। लास्टसम्म हेर्दै गर्नु के हुन्छ, म के गर्छु। दिनभरिको त मैले देखाउन सकेन होइन। अब साँझ यानि कि बेलुकाको देखाउँछु। यहाँ कस्तो राम्रो धारा छ होइन, दामी छ। बाहिरको दृश्य हेर्नुहुन्छ भने यस्तो छ। सुनसान यो रातमा तिम्रो नै साथमा। साथीहरू, म चाहिँ सामानभित्र राख्न जाँदैछु। अब पसल बन्द गर्ने टाइम भयो है। पसल बन्द गर्ने टाइम पनि भयो। सामानहरू भित्र राखेर पसल बन्द गर्नुपर्छ। अब चाहिँ म सटर बन्द गर्न जाँदैछु। तर यार यो एउटा सटर चाहिँ लास्ट गाह्रो छ कि। मेरो साह्रै सट्काइदिए एउटा त्यो अगाडिको सटरले। चार्नु यस्तो गरेर सकी नसकी भए पनि तान्नुपर्छ। गई गानै जाऊ सुनेर। एउटा सटर भयो भने राम्रोसँग तान्नु हुन्छ नि यार। 6वटा सटर छ, तान्दाखेरि ढाड त मेरो के गर्नु, यस्तै छ। भगवानले हाइट बाँड्ने बेलामा म कहाँ गएको थिएँ थाहा छैन। त्यही भएर मुढामा चढेर त्यो सटर तान्छु है। हेर्नु पिकी पकक। मेरो झोला कस्तो छ। के गर्नु, मैले सटर पनि सबै बन्द गरिसकेँ होइन। एकचोटि सटर हेर्न पर्छ के, कता मिस्टेक पनि त हुनसक्छ होइन। कतै बाहिर हुन्छ मिस्टेक। के गर्नु, यो धरतीमा काम गर्ने भनेर जन्मेरै छु, गर्नै पर्यो नि। केही छैन, ठिक छ, ओके छ। मलाई पार्टन फेरि कस्तो लाज लाग्छ कि अलिअलि ब्लग गर्नु। अब रुममा जान्छु। रुमको बाटो यस्तो छ।
लुक्स चाहिँ यस्तो छ। मेरो लुक्सदेखि के भन्छ यार, के भन्छ, मेरो बुकदेखि लुक्स सबै ह्यान्डसम। जस्तो सुकी सुकी के रहन्छु म। रामे शब्द रचनाको लागि चिल तान्दिन। मलाई तिमीहरू थाहा छैन। मैले मेरो साथीको लागि बिहेको लागि माला यहीँदेखि लिने विचार गरेछु कि साथीहरू। अनि बिहेको लागि यही कार होइन, यो कुन कार मनपर्छ साथी कमेन्ट गर्दा, त्यो लागि कार लिएर आउँछु नि म, कार बुक गरेर। साथीले बिहे पो गर्दैन र होइन। कस्तो मङ्सिर जान लागिसक्यो, साथीले बिहे गर्दैन। बिहेको लागि जन्तीहरू हेरमा सुतिरहन्। होइन, साथीले जबसम्म बिहा गर्दैन नि तबसम्म साथीले फकाउने कि बिहा खानको लागि भए पनि साथी बिहा गर, अनि तेरो बिहामा चाहिँ कार बुक गरेर लिएर आउँछु भन्ने। आजसम्म जब बिहाको दिन हुन्छ नि त्यो दिन चाहिँ अटो ल्याइन आउने कि फेरि अटो ल्याइन आउने, त्यसैमा पठाइदिने साथीले सरप्राइज। ल त साथीहरू, म चाहिँ रुममा पुगिसकेँ। मेरो रुम चाहिँ यही घरभित्र छ है होइन। यहाँदेखि चाहिँ फेरि यहाँ अर्कै छ कि। मैले तपाईँलाई अस्ति देखाएको थिएँ नि पप्पी, पप्पी त फेरि आइहाल्छ कि। आज यसको बर्थडे हो क्या, टिका लाहा कति न। त्यो नाम के हो यता हेर त। यसले अस्ति मेरो गालामा चाट्दै थियो कि होइन। कान्छौ आउँछस्, कति मान्छे मेरो माया। त्यो यसको खाना खाने ठाउँ हो अरे कि। चाहिँ चल्दै गयो आफ्नो रुमतिर। देख यो रुम त नदेखा मलाई, खतरा रुम। म मेरो कबाडी रुम आइसकेँ। ठिकै छ सबै। यहाँ आउने बित्तिकै स्वर्गीको आनन्द आउँछ यार। मजाले सुत्न पाइएको भएन। अरू फेरि खाना बनाएर खानुपर्छ क्या। धन्न आज भाडा दोहा। ए हो मेरो छोटो मिठो भ्लग होइन। मलाई खासै भ्लग बनाउन पनि आउँदैन, बनाउन रहर लाग्छ तर बनाउन आउँदैन होइन। मसँग बस्ने मेरो रुम पार्टनर मेरो बहिनी चाहिँ आएको छैन। को आयो, आउनु पनि सक्छ के थाहा। आउनु बित्तिकै देखाइहाल्छ को आएको छ। आउनु त यसो भइराख ल त। चाहिँ वेलकम है। यो यही हो मेरो बहिनी। यसको त फेरि थोलो झरे आउँछ तैँले के भा खुट्टु नि दा। मान्छेले हेरेर यति राम्री चिटिक्क परेर हिँडेपछि जस्सास्ते भनेर हिँडेपछि हेरिहाल्छ नि। खुट्टु निधाएर त्यतादेखि यहाँ आउँदासम्म खुट्टो त्यो उठेन। यता हेर न, यता हेर न, ढाडपट के के दुखारी ढाड यस्तै छ वा। भ्लग यता हेर त। नास्ता के खायो आज? आज केही नै, केही खाएँ आज। नास्ता केही खाएँ, भात खाएर आएको। कति बजी खायो? त्यो कति बजी खाएको थियौ? त्यही म यता खाएको 8 बजे थिएँ। 1 बजे थिएँ। यता हेर त जाडो भात खान्छ। ठुलो दिदीले नमस्ते नमस्ते ठुलो दिदी। एउटाले नमस्ते हुन्छ। नमस्ते। दाँत देखाइदियो नि त नमस्ते। ल गाइज, मैले तपाईँहरूलाई एउटा बहिनी देखाउँछु भनेको थिएँ नि, मेरो रुम पार्टनर कस्तो हो अब आजलाई यति नै। अब हामी खानासाना भाँडासाना मात्रै खान्छौँ भने बहिनीले मिठो पकाउँछ कि होइन। अब एक्लै रेस्टुरेन्टमा गएर खान्छ होइन।
ल त गाइज आजलाई यति नै नेक्स्ट भिडियोमा भेटौँला बाई